कहिलेकाहीँ खुसी पाउन ठुलो कुरा चाहिँदैन, प्रकृतिका साना दृश्य नै काफी हुन्छन्। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु फेरि पनि यो मेरो भिडियोमा। हामी चाहिँ बुहारीको माइती घरमा फ्रेस साग खोज्न बारीमा गएका थियौँ। बारीमा साग टिप्दै गर्दा अचानक हाम्रो नजर चाहिँ एउटा सुन्दर गुडमा पर्यो अनि नजिकै गएर हेरेको त ओहो, त्यहाँ त सुन्दर चराले दुईवटा साना र प्यारा अण्डाहरू पारेको रहेछ। अनि यो दृश्य देखेर कस्तो अचम्म लाग्यो अनि मनै फ्रङ्ग पनि भयो। प्रकृतिको यो सुन्दर उपहार देखेर अझै विशेष र रमाइलो भयो आजको दिन हाम्रो चाहिँ। प्रकृतिको यो सुन्दर सृष्टि चाहिँ कति अचम्मको छ साथीहरू। अनि हामी चाहिँ यस्तै सानो सानो कुरामा खुसी हुनुपर्छ। त्यही नै हो साथीहरू, आजलाई भिडियो यतिसम्म। फेरि पनि अन्य भिडियो लिएर आउनेछु। बाई बाई साथीहरू।